दर्शकबिन नमस्कार। यतिखेर महानगरभित्र विभिन्न तरिकाले विभिन्न विवादहरू चाहिँ उत्पन्न भइरहेको छ। कहिले के हुन्छ विभिन्न झैझगडाहरू पनि भइरहेको छ। यही विवादकै विषयमा बोल्नको लागि आज हामीसँग अतिथिको रूपमा हुनुहुन्छ सामाजिक अभियन्ता कृष्ण रिमाल हुनुहुन्छ हामीसँग। सर, सम्पूर्ण मिडियामा स्वागत छ। धन्यवाद। नमस्कार। आरामै हुनुहुन्छ? ठिकै छ भन्नु पर्यो। अहिले यो पछिल्लो अवस्थामा काठमाडौँ महानगरभित्र भएका यी विवादका विषयहरूलाई चाहिँ तपाईँले कसरी नियालिराख्नु भएको छ? काठमाडौँ महानगरपालिकाभित्र भएका विवादको सन्दर्भमा कतिपय अवस्थामा विवादहरू अब चाहेर नचाहेर आउने कुराहरू हुन्। यी कुराहरू आउँदै गर्छन्, जाँदै पनि गर्छन् कतिपय कुराहरू। यसलाई चाहिँ अब भनौँ न तत्कालीन समयमा अलि गहन रूपमा हेरिएको थियो। अहिले नयाँ नयाँ घटनाक्रमहरूले गर्दा ती पनि ओझेल पर्ने हुन् कि भन्ने पनि लागिरहेको छ। अब जसरी एकजना विवादित भनौँ, एकजनालाई चाहिँ जस्तो हाम्रो सुरज गुरागाई हुनुहुन्छ प्रमुख प्रशासकीय अधिकृतको रूपमा, उहाँलाई जसरी कार्यालय छिराइयो होइन, त्यो सही थियो, राम्रो थियो? त्यो राम्रो थियो भन्दा नि महानगरपालिकाको कर्मचारीले तलबत्ता खान पाइरहेको अवस्था थिएन एकातिरबाट हेर्ने हो भने। अर्कोतिरबाट हेर्ने हो भने उनी अनुसन्धानको दायरामा भएको व्यक्तिलाई अलिकति अब सोच विचार गरेर मात्रै ल्याएको भए पनि हुन्थ्यो भन्ने पनि कुराहरू उठिरहेको छ। तपाईँको मेयर साहब नभएको अवस्थामा चाहिँ उपमेयरको अध्यक्षतामा होइन सम्पूर्ण वडाध्यक्षहरू मिलेर जसरी ढोका तोडफोड गरेर चाहिँ उहाँलाई भित्र छिराइयो, त्यसले अहिले तपाईँको काठमाडौँ महानगरपालिकाभित्र रहेका जति जनताहरू हुनुहुन्छ होइन, उहाँहरू त रुष्ट हुनुहुन्छ नि त्यो कार्य देखेर। तपाईँले भन्नुभयो उपमेयरको अध्यक्षतामा भन्नुभयो, त्यहाँ बैठक बसेको हो र विवाद पो भएको हो त? त्यहाँ होइन, विवाद तपाईँको अध्यक्ष के भन्छ, मेयर नभइकन त उपमेयरकै अध्यक्षतामा हो नि त। उपमेयरले पनि तपाईँको त्यहाँनिर होइन है मेयर साहब हुनुहुन्न होइन, उहाँ आइसके पछाडि यसरी छलफल गरेर चाहिँ जाउँला नि त भन्ने तरिकाले त जान सकिन्थ्यो होला नि त। सकिन्थ्यो होला त्यति बेला। त एउटा दम्ब देखाएको होइन र सिधा रूपले हेर्दा। एकातिरबाट हेर्दा दम्ब हो, अर्कोतिरबाट हेर्दा काठमाडौँ महानगरपालिकामा मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले जितिसकेपछिको अवस्थामा त एकदम मिलेर उहाँले राम्रो काम गरेर जानुभएको थियो नि त। अहिले कहीँ कतै पार्टीको दबाब आएको हुनसक्छ, उहाँलाई चाहेर नचाहेर कहिलेकाहीँ परिस्थितिवश अब त्यस्ता कुराहरू सिर्जना हुन सक्छन्। अहिले जुन 16 तले 19 तले भवनको विषयमा त उपमेयर सुनिता डङ्गोलले पनि बालेन शाहले फेरि समर्थन गरेको छ। त्यही भवनमा हिजोका दिनमा बालेन शाहले यस्तो तरिकाले हुँदैछ, महानगरलाई यसरी घाटा पर्छ, सरकारलाई यसरी घाटा पर्छ, त्यो चाहिँ बनाउन दिन हुँदैन भन्दाखेरि त्यो बनाउनु पर्छ भन्नुभयो नि त उहाँले। उपमेयरले त्यति बेला के देखेर भन्नुभयो, अहिले के नदेखेर ब्याग हट्नुभयो होला त? फेरि त्यति बेला केही थियो, अहिले केही छैन होला। त्यही भएर बोल्दा प्याच्च बोल्न पाइएन होइन। सोच विचार गरेर एउटा जनप्रतिनिधि जस्तो व्यक्तिले सोच विचार गरेर बोल्नु पर्यो, सोच विचार गरेर कार्य गर्नु पर्यो। कहिलेकाहीँ कोर्स करेक्सन गरेर पनि त जानुपर्ने अवस्था आउन सक्छ नि त। त्यही भयो होला उहाँलाई, हो त्यही लाग्न सक्छ। त्यति बेला ठिक लाग्यो, अहिले ठिक लागेन त कुरा। फेरि अहिले पछिल्लो अवस्थामा जब बालेन शाहले चाहिँ एउटा जुन कामहरू गरिराख्नु भएको छ, जसरी एउटा शहरी ग्रामीण विकास को कार्यक्रममा चाहिँ उहाँ जापान जाने कुराहरू पनि आइरहेको छ होइन, त्यो विषयलाई लिएर पनि अलिकति खण्डनहरू भइरहेको अवस्था छ। कसरी हेरिराख्नु भएको छ तपाईँले? मेयर बालेन शाह जतिको व्यक्ति त जापान गएर केही कुरा सिकेर बुझेर आउनु त यो त गहन विषय, महत्त्वपूर्ण विषय हो त। राम्रो छ त, उहाँ जानुहुन्छ आउनुहुन्छ त। यसमा त्यत्रो चर्चा परिचर्चा विवाद गर्नुपर्ने जरुरी के छ र? तर यसमा चाहिँ बालेन शाहलाई टिकट फुत्त रूपमा चाहिँ नदिएको होइन, छिटो रूपमा नदिएको भन्ने कुराहरू पनि त बाहिरिएको छ नि। टिकट भन्नुभएको कि स्वीकृति भन्नुभएको? नेपाल सरकारबाट दिनुपर्ने होला नि उहाँलाई त। टिकट स्वीकृति, पासपोर्ट त अलरेडी हुन्छ होला उहाँहरूको त। होइन, टिकट स्वीकृति मैले भनिरहेको छु त। टिकट स्वीकृति चाहिँ दिनलाई ढिला सुस्ती गरिराखेको अवस्था छ नि त। तत्कालै कतिपय सरकारी काम त्यही त हो नि। अब कतिपय अवस्था पर्खर हेरेको पनि कुरा हुन्छ। एकचोटि झ्याप्प साइन गर्नुभन्दा पनि बिस्तारै अब केही गरेर यसलाई चाहिँ महानगरपालिकाको मेयर हुँदै गर्दाखेरि तपाईँको होइन, अन्य नगरपालिका भन्दा त ठुलो महानगरपालिका हो नि त। महानगरपालिकाभित्रको मेयर चाहिँ तपाईँको उपसचिव भन्दा माथिल्लो पदको व्यक्ति हो हामीले सर बुझिरहँदा होइन त। त्यो व्यक्तिलाई, त्यस्तो व्यक्तिलाई यो एउटा राम्रो काम गर्छु म चाहिँ त्यहाँ सिक्न जान्छु, सिकेर आएका कुराहरू चाहिँ नेपालमै तपाईँको लागू गर्छु भनेर जाँदै गर्दाखेरि उहाँमाथि चाहिँ किन खुट्टा तानी भइरहेको अवस्था छ त? खुट्टा तानेकै भन्ने कुरो त मेयर बालेन शाहले बोल्नु भएको छ र भने यो मिडियामा अलिकति यो बढी प्रचार प्रसार पनि हुनसक्छ, प्रचारबाजीहरू प्रोसेसमा होला। बालेन शाहको कार्यालयले प्रक्रिया अगाडि बढाइरहेको होला। नेपाल सरकारले पनि त अब टाइम आउनुभन्दा अगाडि कम्तीमा पनि स्वीकृति त दिनुपर्ने अवस्था त हुनसक्छ नि त। अनि यो अहिले पछिल्लो अवस्थामा फेरि तपाईको बालेन शाह जापान जाँदै गर्दाखेरि यो कार्यवाहक
त्यो रूपमा चाहिँ एउटा पछिल्लो अवस्थामा भनौँ समाचारहरू आइरहेको छ होइन। कार्यबाहेक चाहिँ तपाईँको धरानका मेयर हर्क साम्पाङले उपमेयरलाई पनि नदिएको अवस्था थियो, एउटा वडा अध्यक्षलाई दिएको थियो। अब यहाँ के होला, महानगरपालिका के होला? तपाईँले धरानका मेयर हर्क साम्पाङको कुरा जोड्नुभयो, त्यहाँ त उपमेयरले शुभयात्रा पनि भन्नु भएन भन्ने कुरा आयो नि त। शुभयात्रा नभन्ने उपमेयरलाई मैले कसरी कार्यवाही दिने त भनेर त उहाँले त बोलिसक्नु भएको छ त। त्यति त भनिदिएको भए त हुन्थ्यो। त्यस्तै चाहिँ भनौँ धरानका मेयर हर्क साम्पाङ केही जस्तो चाहिँ शैली चाहिँ बालेन शाहले अपनाउनु पर्छ भन्ने तपाईँको भनाइ। उहाँले पक्कै पनि उपमेयरलाई दिनुहुन्छ कार्यभाग। चुनाव जितिसकेपछि जसरी मिलेर काम गर्नुभएको थियो त्यसरी नै त्यही सम्झेर उहाँले दिनुहुन्छ। यदि दिनु भएन भने नि अर्को वडा अध्यक्ष सिनियर वडा अध्यक्ष जो हुनुहुन्छ उहाँले चलाउनुहुन्छ त। यसमा आपत्तिको कुरा के छ त? चुनावै जितेको व्यक्तिले चलाउने, जसले चलाए पनि तपाईँ हामी नउठेको नजितेकोले चलाउने कुरो होइन त यो। होइन, अब तपाईँको जसरी एउटा नियममा त छ नि त होइन, मेयर साहब नहुँदा उपमेयरको जिम्मा हुन्छ भन्ने कुराहरू त छ नि त। त्यसो भने उपमेयरलाई नै बुझाउनुहुन्छ होला तल पछाडि पछिल्लो तरिकाले मैले यसो हेरिरहँदाखेरि, सामाजिक तरिकाले हेरिरहँदाखेरि पनि होइन, विभिन्न तरिकाले हेर्दाखेरि जनतामा एउटा भ्रम के छ भनेदेखि बालेन शाहले सुनिता डङ्गोललाई कार्यबाहेक छोडेर गयो भनेदेखि होइन, सुनिता डङ्गोलले चाहिँ उसले गर्न बाँकी रहेका कामहरू चाहिँ सबै त्यहाँनिर फाइलहरू जति छन् पेन्डिङमा होइन, त्यो पेन्डिङमा भएको फाइलहरू चाहिँ सबै स्वीकृत गराउँछ भन्ने एउटा अफवाह फैलाइरहेका छन् नि। त फैलाउनु पर्ने जरुरी के छ र? मेयरको कार्यनिर्धारण कार्यक्षेत्र हुन्छ क्या, त्यो कार्यक्षेत्रभन्दा बाहिर उपमेयरले गएर काम गर्न साइन गर्न मिल्छ र त्यति सजिलै? त्यो अधिकार छ र? मेयरको कार्यक्षेत्रभन्दा उहाँ बाहिर जान मिल्दैन होइन। जसरी त्यो ताला फोडियो नि त्यही तरिकालाई हेर्दाखेरि चाहिँ जनताले त्यो भनेका हुन् के। त्यो त 4000 कर्मचारी तलब खान नपाएको आक्रोश उहाँले अब सो गर्नु भएको होला। त्यसमा त बालेन शाहले पनि 5-6 चोटि त निवेदन नेपाल सरकारलाई दिनुभएको थियो त होइन, उहाँले निवेदन गर्नुभएको थियो त। कर्मचारीले तलब खान पाएका छैनन्, पठाइदिनुहोस्, एउटा के भन्छ प्रशासकीय अधिकृत चाहिँ आवश्यक छ महानगरमा, पठाइदिनुहोस् भनेर त बिन्ती बिसाएका थिए नि त 5-6 चोटि। अब तपाईँले भन्नुभयो बिन्ती बिसाउनु भएको थियो, त धन्यवाद, त्यसको लागि राम्रो पक्ष। तर भर्खरै तपाईँले भन्दै गर्दा कार्यभाग कसलाई दिने भन्ने विषयमा मेयर बालेन शाहले म सुनिता डङ्गोललाई कार्यभाग दिन्न भन्नुभएको छ र अहिलेसम्म भन्नुभएको छ भने देखाउनुहोस् कहीँ कति छ भने प्रमाणको आधारमा तथ्यमा रहेर बोल्नु न। के होला कसो होलाको कुरा भएन यहाँ त। होइन, तपाईँको प्रमाण भन्दा पनि कार्यभाग चाहिँ बालेन शाह जसरी अहिले जापान जान लाग्नु भएको छ, उहाँ पछाडि चाहिँ कार्यवाही कसलाई दिनुहुन्छ कि हर्क साम्पाङ जस्तै कार्यशैली विधि अपनाउनुहुन्छ कि भन्ने कुराले तपाईँलाई मैले भनेको हो। कार्यभाग यदि उपमेयरलाई दिनु भएन र वडा अध्यक्षलाई नै सोधिएको प्रश्न हो सर यो। उहाँले वडा अध्यक्षलाई नै दिनुभयो भने पनि आकाश खस्ने के छ त यहाँ? हजुर, यदि मेयर बालेन शाहले उपमेयरलाई कार्यभाग नदिकनै वडा अध्यक्षलाई दिनुभयो भने पनि आकाश खसिहाल्ने के छ त यहाँनिर? ठिकै छ त, चलाउनुहुन्छ त वडा अध्यक्षले। हिजोका गतिविधिले गर्दाखेरि चाहिँ अलिकति डर पनि पैदा भएको छ। डराउनु पर्दैन, किन डराउनु पर्यो? उपमेयरको ठाउँमा आफ्नो ठाउँमा हुनुहुन्छ। जहाँसम्म लाग्छ मेयरले उपमेयरलाई नै दिनुहुन्छ। एउटा कानुनी प्रोसेसदेखि लिएर ऐन विधानका प्रक्रियाले हेर्दाखेरि दिनु भएन उहाँले भन्ने। अब वडा अध्यक्षलाई दिन मिल्ने रहेछ भने अब दिनु होला त, त्यति बेलै बनाउला न्युज। प्रावधान नियम कानुन अनुसार त्यहाँबाट चलिएला होइन त। प्रावधान कानुन त हर्क साम्पाङले शुभयात्रा नबनेको भनेर दिनु भएन नि। अब त्यहाँनिर खै हर्क साम्पाङलाई केही कारवाही भयो त? त्यो त भएन। अनि मिल्दो रहेछ नि त यहाँ त, त्यही ट्रेन त त्यही बस्छ त। अहिले जसरी हर्क साम्पाङलाई पहिले अब त्यहाँनिर जोडिहाल्यो कुरा, मैले तपाईँलाई सोधिहालेँ। हर्क साम्पाङ धरानका मेयर लाई जसरी तपाईँको पहिले राजनीतिक दलका व्यक्तिहरू मिलेर होइन, वडाध्यक्षहरू मिलेर जसरी तल पार्न खोजिएको थियो तर उहाँ अडिक हुनुभयो, त्यही अवस्था अहिले बालेन शाहमाथि पनि गरिँदैछ। कसरी निहालिराख्नु भएको छ? तल पार्न त माथि जाने मान्छेलाई तल तान्न खुट्टा तान्ने त प्रवृत्ति छँदै छ त यो त। बालेन शाहलाई यो पनि आरोप लागेको छ कि भिजन बेगरका व्यक्ति हुन्। भिजनै छैन बालेन शाहमा। भिजन बेगरकै त नभनौँ, अब सबैजना बालेन समर्थक पनि त छैनन् नि यहाँ। सुनिता डङ्गोल समर्थक, सुनिता डङ्गोलजीले नै भनिराख्नु भएको छ, त्यो एउटा के भन्छ अस्तिको एमालेको कार्यक्रममा भनिराख्नु भएको छ, यो के भन्ने कार्यक्रम थियो त्यसमा भनिराख्नु भएको छ कुनै पनि भिजन नभइकन स्ट्याटसले मात्रै काम गर्न सकिँदैन भनिराख्नु भएको छ। कसलाई भन्न खोज्नु भएको थियो? त्यो त उहाँले आक्रोशमा वेद कसैले पढ्दैन, उहाँले त तत्कालीन समयमा बोल्नु भयो। अहिले कम्तीमा उहाँलाई पनि मैले किन बोलेँ होला भन्ने त भयो होला। करोडौँ अब शुभचिन्तक घरले अब यो नबोलेको भए हुन्थ्यो भन्ने कुरा प्रतिक्रियाहरू आउँदै गर्दाखेरि नबोल्नु पाएको भए हुन्थ्यो भन्ने त भएको होला उहाँलाई पनि, कहीँ कतै खड्किन सक्छ त्यो कुरा। तर सुनिता डङ्गोलजीले पनि
बालेन शाह जस्तो एउटा राम्रो व्यक्तिले होइन एउटा काठमाडौँ सफा बनाउँछु सुन्दर बनाउँछु भन्दै गर्दाखेरि महानगरलाई सुन्दर बनाउनुपर्छ। पर्यटकीय क्षेत्र हो, यहाँ चाहिँ पर्यटकीय क्षेत्र भइकन पनि पर्यटकीय क्षेत्र जस्तो छैन, एउटा मानव बस्ती बस्नलाई लायक छैन, यो काठमाडौँ राजधानी भइकन लायक चाहिँ छैन होइन। यसलाई मानव बस्ती बस्न चाहिँ म लायक बनाउँछु भनेर उहाँले चाहिँ सङ्घर्ष गर्दै गर्दा हिजोका दिनमा हात साथमा साथ दिनुभएको थियो नि त उपमेयरले। तर आज आएर जुन हरकतहरू गर्नुभयो त्यो चाहिँ सही भएन के सर, सही भएन। यो त बित्यो कुरा बित्यो त। अब नयाँ आउने कसरी मिलेर जाने भन्ने कुरा हो। त्यही भन्दैछु मैले, मिलेर जानुपर्छ। अब 2000 मेयर उपमेयर मिलेर जाने चुनाव बालेन शाह जापान जाने कुराहरू छ, त्यो कुरामा चाहिँ तपाईँको हातमा हात साथमा साथ दिएर चाहिँ एउटा समन्वय गरेर महानगरपालिकाभित्र बैठक बसेर त्यहाँ समन्वय गरेर चाहिँ उहाँले ल यो तरिकाले जानुपर्छ भन्ने कुराहरू पनि त उहाँले सार्वजनिक गर्न सक्नुहुन्थ्यो नि त उपमेयरज्यूले त। तर त्यो भएको छैन अहिले तपाईँले राजनीतिक दलका नेताहरू भनौँ, शीर्ष दल नेपाली काङ्ग्रेस एमाले माओवादी जति पनि कुराहरू बाहिर सामाजिक सञ्जालमा विवादक कुराहरू आउँछन्, पार्टीका जातिका उहाँहरूको विषयका, पार्टी सभापति भनौँ, पार्टी अध्यक्ष विषय, तर ठुल्ठुलो निर्णय गर्दा तिनैजना एकै ठाउँमा मिलेर गोलमेचै गरेर उहाँहरूले निर्णय त्यो अनुसार अगाडि टेबल गर्नुहुन्छ क्या। त्यो कारणले गर्दा तपाईँ हामीले यो मिडियाकर्मी भनौँ अभियन्ताहरूले आफूलाई लागेको कुराहरू प्रस्तुत गर्दाखेरि उहाँहरूको भित्र यो सामाजिक सञ्जालले तताएको जस्तो विवाद नहुनु पनि त सक्छ नि। होइन, उहाँले त अस्ति भर्खरै तपाईँको एउटा 5 स्टार होटलमा कार्यक्रम हुँदै गर्दा त्यहाँ पनि भन्नुभएको छ महानगरपालिकाभित्र कुनै पनि द्वन्द्व छैन, यो त सबै मिडियाले गरेको मिडियाबाजी हो भनेर मिडियालाई दोष दिनुभएको। तपाईँलाई प्रश्न रहेछ त पत्रकार महोदय, उहाँले त मिडियालाई दोष दिनु भइरहेछ। मिडियालाई उहाँका हरकतहरू जुन हेरिन्छ, उहाँका बोलीहरू हेरिन्छ, त्यो बोलीहरू हेरिँदै गर्दा उहाँका त्यो कार्यहरू हेरिँदै गर्दाखेरि के वास्तवमै महानगरपालिकाभित्र चाहिँ द्वन्द्व छैन त्यो त भन्न सक्नुहुन्छ तपाईँले? त्यो त उहाँलाई पार्टीको दबाब पनि त हुनसक्छ नि त, पार्टीको व्यक्ति हो नि त सुनिता डङ्गोल भनेको त। दबाब दियो भनेर के राम्रो कामलाई गर्नेलाई पनि छिनाइहाल्नुपर्छ त? कहिले काहीँ यताउति हुनसक्छ त, ती कुराहरू पार्टीको पनि चित्त बुझाउनुपर्छ। पार्टी अध्यक्ष सरदय अब तगडै खालको हुनुहुन्छ, राम्रो काम गर्ने व्यक्तिलाई त पार्टीले पनि रोक्दैन नि त, पार्टीमा राजीनामा दिएर पनि त गर्न सकिएला नि त सर। पार्टीले व्हिप जारी गर्छ, भोलि त उहाँ प्रधानमन्त्री हुँदै राष्ट्रपतिसम्म बन्ने लक्ष्य हुनसक्छ उपमेयर सुनिता डङ्गोलको। त्यो कारणले पनि त अब अहिले अलिकति डह्रो दिएपछि त आम जनताको नजरमा अब लाखौँले मन पराउँदै गर्दा 10-20 हजारले गाली गर्ने हुन् भन्ने हिसाबले पो दिनुभयो कि अभिव्यक्ति। अब त्यो त उहाँले केही न केही सोचेरै दिनुभएको होला त अभिव्यक्ति, यसको फिडब्याक यहाँ आउँछ भनेर। सरोज गुरागाईलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाईँले? सरोज गुरागाईले राम्रोसँग काम गरेर जानु पर्यो। बालेन शाहले अब ल्याउनु भएको भिजन मिसनमा टेकेर अगाडि बढ्ने त हो नि। उहाँले सबै काम अब मेयरको कार्यभार उहाँले गर्न मिलेन क्यारे, प्रमुख प्रशासकीय अधिकृतकै काम गरेर बस्ने त हो नि त्यहाँ त। तर जुन तरिकाले सरोज गुरागाईले त्यो 19 तलाको जुन भवन छ अहिले विवाद भइराखेको, त्यो भवनमा तपाईँको 2 दिनमा केही नसोचिकन साइन गराउनु भयो। कति छिटो काम गर्नुभएछ त्यो कुरा तपाईँको महानगरपालिकाभित्र चाहिँ तपाईँको कसैलाई पनि जानकारी गराउनु भएन यो यसरी साइन गरिएको भन्ने, यहाँ न कि तपाईँको कम्प्युटर सिस्टममा समेत देखिएको छैन। भनेपछि यसरी काम गर्न पाइन्छ भित्रभित्र काम गर्न त पाइँदैन। काम ढिला सुस्ती भएन, उहाँले फास्ट ट्र्याकबाट जानुभयो कि फास्ट ट्र्याकबाट जानुभएछ कि त? त्यसो भने त्यो सिङ्गल रूपले जान सक्यो फास्ट ट्र्याक। प्रमुख प्रशासकीय अधिकृत भनेको त मेयर उपमेयर पछिको त्यो एउटा कर्मचारीको सिनियर लिडर भयो। उहाँभन्दा सिनियर व्यक्तिहरू मेयर उपमेयर हुनुहुन्थ्यो, उहाँहरूलाई नसोधी त त्यो काम गर्नु भएन होला। यदि सोध्नु भएको थियो भने हिजोका दिनमा चाहिँ तपाईँको हामीलाई यो कुरा थाहा छैन भनेर किन भनियो? अनि उहाँले कहीँ कतै सिस्टममा नदेखिने गरेर साइन गरेको हो भन्ने तथ्य प्रमाण हो नि त। त्यही भएर त कानुनी कारबाही गर्नु पर्यो नि त। त्यहाँ त कारबाही गर्नु पर्यो। त्यहाँ त अनुसन्धान आयोगले उहाँमाथि एउटा अनुसन्धान गरिराखेकै अवस्था कहाँ पुग्यो त अनुसन्धान? अब अनुसन्धान गरिरहेछ होइन, त्यो कुराहरूले गर्दा त विवाद निस्केको नि अहिले सर। नत्र महानगरपालिकाभित्र अहिलेसम्म यसरी विवाद निस्केको कुराहरू थिएन नि त। त्यही एउटा कारणले गर्दाखेरि विवाद निस्केको हो नि त सर। त्यही एउटा भवनको कारणले विवाद भयो, 3-4 महिना कर्मचारी तलब भत्ता खान पाएनन्। भवनको कारणले मात्रै होइन, त्यहाँनिर तपाईँको के भन्छ उहाँलाई जसरी अनुसन्धान गर्नको लागि उहाँलाई जसरी एउटा टाइम दिएको थियो त्यो तरिकाले गर्दाखेरि चाहिँ यो पार्टीको दम्बले गर्दाखेरि चाहिँ तपाईँको महानगरपालिकाका कर्मचारीले तलब खान नपाएका, यो त कर्मचारीलाई स्पष्ट रूपमा थाहा छ त होइन। होला अब पार्टीमा आबद्ध भएका व्यक्तिहरूले बोल्लान्, जेसुकै बोल्लान् होइन। अनि कर्मचारी स्पष्ट रूपमा थाहा छ भने नारा जुलुस किन गरे त? के को लागि त? फेरि कहिले गरे त ताला फोर्दा भएन? के को लागि गरे? ताला फोर्दा त तपाईँको त्यहाँनिर के भनिएको छ तपाईँले बुझ्नु भएको छ? भन्नुहोस्। होइन
ताला फोड्दा तपाईँको जबरजस्ती उहाँलाई ल्याएर चाहिँ तपाईँको कार्यालय छिराइएको होइन र जबरजस्ती हो र भने होइन उपमेयर अगाडि हुँदै गर्दा त्यसरी वडाध्यक्षहरूले त्यो ताला भत्काएर त्यसरी ढोका भत्काएर चाहिँ भित्र छिराउँदाखेरि उपमेयरले अहिलेसम्म वडाध्यक्षलाई एक्सन लिनु भएको छ। प्रमुख प्रशासकीय अधिकृतलाई जबरजस्ती ल्याएको भन्नुभयो तपाईँले के घिसारेर ल्याएको हो र त्यहाँ भने बोकेर ल्याएको थियो कसैले देख्नु भएको थियो? ल तपाईँ सरसल्लाहले ल्याएको हो भनेदेखि खोइ बालनलाई थाहा दिएको त्यही हो। एउटा मेयर चाहिँ तपाईँको छुट्टीमा हुँदै गर्दाखेरि मेयरलाई नसोधिकन त्यो तरिकाले ल्याउन मिल्छ? त्यहाँमाथि ताला फोडी ल्याउन मिल्छ? मेयर बालन छुट्टीमा भएको बेला कार्यवाहक उपमेयरले चलाउनु भएको थियो होला नि त, त्यहाँ आफूले चलाएको बेलामा त्यो आफ्नो अधिकार प्रयोग गर्नुभएको हो कि त? त्यही कुरालाई तपाईँको एउटा छलफलको रूपमा चाहिँ लिएर आउन सकिन्थ्यो होला नि त। त्यही दिन त्यही मिति त्यही समयमा चाहिँ किन त्यो हरकत गरेर ल्याइयो त उहाँलाई? यो कुरा चाहिँ जनताले प्रश्न उठाएका छन् क्या। मेयर बालन शाहले यो विषयमा अलिकति प्रश्न उठाइदियो राम्रो हुन्थ्यो, जनताले उठाउँदा त केही थिएन। बालन शाहले पनि अलिकति हुनु नहुन्थ्यो भयो भनेर कहीँ कतै उहाँले त भन्नुभएको छ त, उहाँ माथि स्पष्ट छानबिन नभइकन म कार्यालय प्रवेश गर्दिनँ भनेर त उहाँले भन्नुभएको छ त। त्यसपछि उहाँ फर्किनु भएको छैन कार्यालय? आउनु नै भएको छैन नि। बालन शाह कार्यालय फर्किनु भएको छैनन्। उपमेयर सुनिन्द्र डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले अब महानगर हाँकेर जान सक्ने आधार छ त अब त्यसो भने? अब त नीति तथा कार्यक्रम बजेटको कुराहरू आउँछ अब यहाँ त। होइन त तपाईँलाई म सोधिरहेको छु सर। मैले तपाईँलाई सोधेँ अब? होइन तपाईँलाई मैले सोधिरहेको छु। अब के सम्भव छ त दुईजना बिचमा मेयर साहब चाहिँ कार्यालय प्रवेश नगर्दै गर्दाखेरि मेयर र एउटा प्रशासकीय के भन्छ उपमेयर र प्रशासकीय अधिकृत मिलेर चाहिँ महानगर चाहिँ हाँक्न सक्ने क्षमता छ त भन्ने कुराहरू चाहिँ तपाईँलाई म सोधिरहेको छु सर। उहाँले कहाँसम्म उडाउन सक्नुहुन्छ? उडाउनुहुन्छ? उडेन भने अब त्यहाँ बजेटका भाषणहरू होलान्, त्यहाँ बजेटका कुराहरू होलान्, होइन विभिन्न कार्यक्रमका कुराहरू होलान्। मेयर नभए त उपमेयरले साइन गर्न नमिल्ला नि त। यदि असुले बाधा अडचनै आयो भने उपमेयरले कम्तीमा पनि मेयर बालन शाहसँग चुनाव जितेपछि पनि मिलेर काम गर्नुभएको, अब पनि उहाँले केही समन्वय सहकार्य गर्नु होला नि त। विन विन सिचुएसन होला नि त मेयर उपमेयरको बिचमा, प्रमुख प्रशासकीय अधिकृतको बिचमा एउटै टेबलमा बसेर चिया कफी खाएर गफ गरेपछि मिलिहाल्छ नि कुरा। कार्यक्रमको अन्तिममा छौँ सर, तपाईँलाई मनमा लागेका जिज्ञासाहरू भन्न सक्नुहुन्छ? समग्रमा हेर्दा काठमाडौँ महानगरपालिकाको जुन विवादको विषय यति बेला चर्चाको विषय भइरहेको छ र हामीले सामाजिक सञ्जालमा देखे अनुसारको नभइकनै यो विवाद उहाँहरूको बिचमा सामान्य रूपमा भएर सामाजिक सञ्जालमा अलिक बढी भएको हो कि पनि भन्ने कुराहरू छ। यसलाई चाहिँ विवादलाई विवादको रूपमा नभइकन यसलाई समस्या समाधानको रूपमा लगेर काठमाडौँवासी मात्र होइन सिङ्गो देशवासीहरूलाई नै मेयर बालन शाह, सुनिता डङ्गोल, सरोज गुरागाईहरू जस्तो व्यक्तित्वहरूले अब यसलाई निकास दिनुपर्छ र उहाँ छानबिनको दायरामा भन्नुभयो उहाँ दोषी ठहरिनु भयो सम्मानित अदालतबाट अथवा सम्बन्धित निकायबाट दोषी ठहरिनु भयो भने त तत्कालै हतकडी लागिहाल्छ त। अहिले हतार गर्नुपर्ने जरुरी के छ त? उहाँलाई मात्रै नलाग्ला, उहाँलाई सघाउने व्यक्तिहरूलाई पनि लाग्ला। अरू को लगाउनु त? को लगाउने इच्छा छ तपाईँ? होइन लाग्ला भन्ने कुरा हो, उहाँलाई सघाउने व्यक्तिहरूलाई चाहिँ लाग्ला भन्ने कुरा हो। सघाउने भन्दा तपाईँको उपमेयरलाई भन्नु खोज्नु भयो होला, सुनिता डङ्गोललाई पनि हो, जसले ताला फोड्यो, जसले ताला फोड्न लगायो, जसले चाहिँ तपाईँको त्यो अनैतिक हरकतहरू गर्यो उहाँहरूमाथि पनि कारबाही होला नि त त्यस पछाडि त। अब त कारबाही अब उहाँको भाग्य ग्रह दशा के छ अब त्यति बेलै थाहा होला त्यसलाई चाहिँ। ठिक छ सर, समय सन्दर्भको लागि धेरै धेरै धन्यवाद। हस् त, धेरै धेरै।